हेलो एन्ड नमस्ते एभ्रिवान वेलकम ब्याक टु एट एन्ड द भिडियो। अनि सो आज चाहिँ म जस्ट घरबाट काठमाडौँ त धेरैचोटि नै बाइक स्कुटरमा राइड गरेर आइरहेको हो। दिस इज द फर्स्ट टाइम आइम ट्राभलिङ फ्रम काठमाडौँ टु चितवन अन माई स्कुटर। सो टेकिङ यु थ्रु द राइड म अलिअलि मुभमेन्ट्सहरू चाहिँ सो गर्न ट्राई गर्छु तपाईँहरूलाई सकेसम्म। सो जाँदैछु चितवन एउटा इमर्जेन्सी कामले गर्दा। सो उहाँ पुगिसकेपछि नि तपाईँहरूलाई अपडेट दिउँ ल। अलराइट, लेट्स गो गाइज। सो अलमोस्ट 2 घन्टाको राइडपछि चाहिँ म गजुरी अगाडि आइपुगेको छु। जस बाटो चाहिँ एकदमै धुलो, गर्मी पनि सुरु भइसकेको छ है। अब स्लोली 2 घन्टामा त गजुरी आइपुग्यो। अझै नेक्स्ट 3-4 घन्टा लाग्छ होला। अब यहाँ यसो रेस्ट लिएर एकछिन पानी खाएर आधी घन्टा जस्तो रेस्ट लिएर अलिअलि खुट्टा दुखाए जस्तो भइरहेछ। रेस्ट लिएर अब एउटा एक्सन खाएर त्यसपछि अहिले निस्किन्छौँ हामी। गर्मी चाहिँ राम्रै गर्मी छ। सो अलमोस्ट अब हामी चाहिँ मुगलिनको नजिकै पुगिसकेका छौँ। मुगलिन यहाँबाट 30 किलोमिटर मात्रै छ। मलेखु चाहिँ क्रस भइसक्यो। त्यस मलेखुमा आएर खाजा खाइयो, मोमो र एक्सटेन्ड खाएर चाहिँ अगाडि जाँदैछौँ। सो बाटो खुल्ला छ, हरियाली छ, रमाइलो छ। बाटो बिचमा कहीँ बिग्रियो पनि यसरी सरेर जान पायो भने चाहिँ त्यो 4 घन्टामा अहिले घर पुग्ने जस्तो माहौल चाहिँ देखेँ मैले। सो जाँदैछौँ। अब एकैचोटि चितवन पुगेर तपाईँहरूलाई अपडेट दिन्छु। अलराइट, लेट्स गो। अहिले हामी आइपुगेका छौँ कृष्णभिरसँग। चाहिँ मलाई एउटा सम्झना के छ भन्दा, बच्चा हुने बेलामा चाहिँ कृष्णभिरमा एकदमै पहिरो जाने र सधैँ बाटो अवरुद्ध हुने गर्दथ्यो। र एउटा गीत पनि थियो, कृष्णभिरको पहिरो रोकियो तर मनको पहिरो रोक्न सकिनँ भने। त्यो ठाउँमा अहिले म आइपुगेको छु। अगाडिपट्टि कृष्णभिरको बोर्ड चाहिँ त्यति राम्रोसँग नदेखिने रहेछ। यो चाहिँ कृष्णभिर बाटो भाँसिएकोले उच्च जोखिम भनेर भनेको छ। यहाँ चाहिँ वर्षेनी सधैँ जस्तो पहिरो जाने ठाउँ हो। सो अब अगाडि लाग्छौँ हामी। लेट्स गो। सो ठ्याक्कै 1 बजिसकेको छ र यति बेला चाहिँ म पुरिन्टार यानि कि मनोकामना मन्दिर नजिक आइपुगेको छु। सो मैले चितवन गएर मात्रै अपडेट दिनु भन्ने भनेको थियो तपाईँहरूलाई, तर यहाँ आइसकेको छु तपाईँहरूलाई एउटा अपडेट यसो दिउँ भनेर। सो हामी यहाँबाट माथि चाहिँ केबल कारले हुँदै मनोकामना मन्दिर जानु सक्छ। माथि डाँडामा कहीँ पनि नरोकी एकैचोटि यो नारायणघाट पुगेर गर्छु भनेको। बिचमा मुगलिन कटेर अलि अगाडि आइपुगेको छु। यहाँ झर्नाको यस्तो दामी पानी भइरहेको छ। तिर्खा पनि लागेको थियो पानीसँगलाई मुख धोएर फ्रेस हुनको लागि चाहिँ मैले रोकेर गइरहेको छु। देखि सक्नुहुन्छ यस्तो मजाले झर्नाको यो मनोरम दृश्य। टक्क पानी झरिरहेछ तर अगाडिपट्टि फुलहरू छ। कस्तो राम्रो दृश्य रहेछ। र म एकछिन रोकेर पानी खाएँ। अब फेरि ब्याक टु यात्रा। गन्तव्य नजिक पुगिसकेका छौँ हामी। छिटै नै अब हामी पुग्नेछौँ नारायणघाट, त्यसपछि घरतिर लाग्नेछौँ। सो लेट्स गो गाइज। फाइनली हामी पुगिसकेका छौँ नवलपरासी। नारायणघाट कटेर जस म नारायणघाट 2 बजीसम्म पुग्छु होला भनेको थिएँ। ठ्याक्कै 2 बजी नारायणघाट पुगेँ। अब पनि 1 घन्टामा हामी म घरसँग पुग्छु होला। सो बाटोहरू चाहिँ दामी बनाएको रहेछ। पुरै फिनिसिङ गरेर पेन्टिङहरू गरेर सबै लाइनहरू गरिरहेको रहेछ। यतापट्टि चाहिँ मोमोको पसलहरू, जुस पसलहरू थियो है। भुटभुटी कागज यो हो साथीहरू, पुरानो भुटभुटी कागज कारखाना जुन चाहिँ अहिले बन्द भएको छ। र आशा गरौँ यो सरकार नयाँ बस्ने सरकारले यसलाई फेरि पुनरुत्थान गरी यसलाई सञ्चालनमा ल्याउनु छ भनेर। यो व्यापक बृहत एकदमै विशाल फ्याक्ट्री अहिले जुन बन्द अवस्थामा रहेको छ, यसले
त्यो समग्र नलकुटवासीलाई मात्र नभएर देशैभरिको कागजको माग जति पनि थियो त्यो सम्पूर्ण रूपमा यसले व्यवस्थापन गर्ने गर्थ्यो। विभिन्न ठाउँबाट बाँस लगायत परालहरू ल्याएर चाहिँ यसलाई सञ्चालन गर्ने गर्थ्यो। र देख्न सक्नुहुन्छ यो लम्बाइ फ्याक्ट्रीको त्यो कुनादेखि लगभग यो कुनासम्म चाहिँ नलपुरको ढिलपुडी कागज कारखाना जुन व्यापक रूपमा बेला बेलामा चर्चामा पनि आइरहन्छ यो रहेको छ साथीहरू। र यहाँ रहेछ अशोक फुड सेन्टर। अब हामी जान्छौँ उरुको। सो साथीहरू यति बेला हामी नवलपुरको गैँडाकोट आइपुगेका छौँ। नारायणघाट म 2 बजीसम्म आइपुग्छु भनेर भनेको थिएँ। ठ्याक्क 2 बजे नारायणघाट आइपुगेको छु म। अहिले सायद 2 बजेर 3 मिनट गइसकेको छ र म यति बेला नवलपुरको गैँडाकोट ठ्याक्क नारायणी पुल कटेर चाहिँ आइसकेको छु। नारायणघाट नरोकिकन यता गैँडाकोटतिर आएर अब उखुको जुस खान भनेर म यहाँ रोकिरहेको छु। त्यो उखुको जुस खान्छौँ, केही समय रेस्ट गर्छौँ र त्यसपछि हामी फेरि लाग्छौँ आफ्नो गन्तव्यतिर। है त साथीहरू। ल भाउजू ल कङ्ग्रेचुलेसन्स भाउजू ल। ल अङ्कल हुन्छ यता, अङ्कल बिजी हुनुहुन्छ। न्यू सोरुम इन द टाउन।